नमस्ते दर्शकवृन्द, आज शनिबार, मेरो पनि फुर्सद, बिहानैदेखि मौसम पनि सफा। मनले यसो भक्तपुरको गुन्डुतिर घुमेर आउँ कि जस्तो लागेर कोटेश्वर चोकमा निस्किएँ। अचम्म लाग्छ, हेर्दा हेर्दै कोटेश्वर धेरै परिवर्तन भइसकेको छ। पहिलेको कोटेश्वर र अहिलेको कोटेश्वरमा बिल्कुलै फरक छ। साथै बालेनको आगमनले त कोटेश्वर चोक त झन् बेहुली जस्तै सिँगारिसकेको छ। र कोटेश्वरको अर्को विशेषता भन्नु भनेको यहाँबाट काठमाडौँको जुनै पनि स्थानमा जानको लागि यातायातको राम्रो सुविधा छ। साथै ठुल्ठुला सपिङ सेन्टरहरू पनि खुलिसकेका छन्। म अहिले कोटेश्वरबाट भक्तपुरतर्फ लाग्दैछु। दुवैतर्फका आउने जाने बाटोहरू फराकिलो छन् अनि सफा पनि छन् र पैदल यात्री हिँड्नको लागि छेउमा छुट्टै बाटो पनि बनाइएको छ। यो अगाडि देखिएको स्थान भक्तपुरको राधे राधे भन्ने ठाउँ हो। यो स्थान अहिले भक्तपुरकै एक लोकप्रिय सपिङ सेन्टरको रूपमा स्थापित भएको छ। लगभग सूर्यविनायक चोकमा आइपुगेको छु। यो अगाडि देखिएको सूर्यविनायक चोक हो। म सूर्यविनायक चोकमा नपुगिकन अलिकति अगाडिबाटै गुन्डु जानको लागि दाहिनेतर्फ मोडिँदैछु। यो दृश्य भनेको सूर्यविनायक केही मास्तिर स्थानीय नामअनुसार श्रीखण्ड डाँडाबाट कैद गरिएको भक्तपुर अनि काठमाडौँको दृश्य हो। म अहिले गुन्डु प्रवेश गरिसकेको छु। यो बाटो पहिले सानो अनि कच्ची थियो, अहिले फराकिलो र सफा बनेको रहेछ। त्यति मात्र होइन, विभिन्न मनोरञ्जनका खेल मैदानहरू पनि बनेका रहेछन् र साथै बन्ने क्रममा पनि रहेछन्। गुन्डुको अर्को विशेषता भनेको काठमाडौँ वर्ल्ड स्कुल हुनु हो। वरिपरि सुन्दर प्रकृति अनि शान्त अनि सफा प्रकृतिसँगै रमाएर पढ्न सकिन्छ। दर्शकवृन्दहरू, गुन्डुको बारे भन्नुपर्दा गुन्डु चाहिँ भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका अन्तर्गत पर्ने एक शान्त अनि हरियाली गाउँ हो। काठमाडौँको कोलाहलबाट थोरै परतिर मात्रै छ। यहाँ विकास र सुन्दरता पनि के हो त सँगसँगै बढिरहेको छ। गुन्डुका बाटाहरू पहिले साँघुरो र कच्ची थिए, तर अहिले फराकिला, सफा र छेउछाउमा हरियाली पार्कहरू पनि के हो त बनिरहेका छन्। र यहाँ काठमाडौँ वर्ल्ड स्कुल जस्तो अन्तर्राष्ट्रिय स्तरको शिक्षालयले यो ठाउँलाई अझ विशेषित बनाएको छ। गाउँको वरिपरि शान्त वातावरण, स्वच्छ हावा, सुन्दर दृश्यले जो कोहीलाई मोहित बनाउँछ र अधिकांश मानिसहरू बिहान व्यायामको लागि बाटोमा निस्कने गर्छन्। र गुन्डुबाट अलिकति मास्तिर चढ्यो भने घ्याम्पे डाँडा पुगिन्छ, जुन अहिले पिकनिक स्पट साथै काठमाडौँ अनि भक्तपुरको दृश्य अवलोकन गर्नको लागि एकदमै लोकप्रिय बनेको ठाउँ हो। यहाँबाट भक्तपुर र काठमाडौँको दुवै दृश्यहरू मजाले अवलोकन गर्न सकिन्छ। सल्लाको रुखको घारी, हरियो चौर, सफा वातावरणले पिकनिक, फोटोग्राफी वा शान्त समय बिताउनेको लागि एकदमै उपयुक्त वातावरण छ। अनि घ्याम्पे डाँडा मात्र होइन, गुन्डुमा पनि धेरै खुल्ला ठाउँहरू छन्, हरियाली चौरहरू छन् जहाँ परिवार, साथीहरू, विद्यालय समूहहरूसँग पिकनिक मनाउन सकिन्छ। यहाँको सुन्दरता, सफा वातावरण, सजिलै पहुँच हुने बाटोले गर्दा गुन्डुलाई भक्तपुरकै एक आकर्षक पिकनिक अनि भ्रमण स्थलको रूपमा के हो त चिनारी गराएको छ। र यसरी हामी केही समय
गुन्डुको आसपासमा बसेर शनिबार बितायौँ। हस्त, नमस्ते, धन्यवाद।